अस्ति जस्तो लाग्छ त्यो फुच्चीले चाहिँ नि बाबा मम्मीको बिहेमा मलाई किन सँगै नलिएर गयो भनेर गुवा रोएको हिजो साडी अस्ति जस्तै लाग्छ बिहे गर्ने बेला भएछ ल दिन चाहिँ कहाँ दिएछन् कुन्नी कार्डमा त हाम्रा सुपुत्र डाक्टर भनेर ल्याएको छ डाक्टर लेखेपछि त अमेरिका अस्ट्रेलिया क्यानाडा त होला नि एकदम धनी मनी हुन् उनीहरूसँग हाम्रो तुलना हुन सक्दैन जाने हो दुडा अक्षर टिका टाँसेर के छ त्यही दिने हो म फेरि माछा खान्न भेज रहेछ भने खाइदिन्छु नत्र आइदिन्छु यसलाई फेरि सुनको पिर छ उनीहरू धनी मनी भइसक्यो सुनको पसलै किन्छन् उनीहरूले हामी जस्तो हो त उनीहरूलाई भाउ बढे नबढे मतलबै छैन उनीहरूले उस्तै पनि 5-7 किलो सुनै किनेर लिएर जान्छन् एक केटीले आफै खोज्याएर केटा अनि आमा चाहिँ त ठुल्ठुलो गफ हान्दै थियो हाम्रो छोरीले त घोसे मुन्टो लाएर मात्रै हिँड्छ केटाहरूको त मुख्यमै हेर्दैन मान्छेसँग बोल्दै जाने छैन भन्दै थियो त पार्टी प्यालेसबाट गर्ने भने चाहिँ के छ यहाँ गाडी साडीको व्यवस्था छ अरे कि आफैले खोजेर जानुपर्ने हो यहाँ ल्याएर त कतै हेर्दै चाहिँ लाँदै मिल्ने भए त्यसो खलकले गाउँ सबै आफन्त सबैलाई अस्ट्रेलियामै लगेर बिहे गराउँथ्यो नमिल्ने भएर अहिले अस्ट्रेलिया भिसा कडाइ छ त्यही भएर हो नत्र तिनीहरूले सबैलाई लिएर जान्थे तिनीहरूसँग पैसा कमी छैन नि त यसरी खर्च लाएर बिहे गर्ने भने त हाम्रो घर बाहिर नै उठ्छ नि हामी त सक्दैनौँ नि हामी त त्यसरी गर्दैनौँ है कसैको बिहे पनि हामी त सामान्य तरिकाबाट हो घरबाट गर्ने हो कोही आए आउँछ नआए आउँछ बोला ढोन्जन कुरो भएन